ल सबैजनालाई स्वागत छ। आज चाहिँ हामी वाट ह्यापन्स वेन एसिटल्डिहाइड इज ट्रिटेड विथ HCN हेर्छौँ। सुरुमा यो भयो एसिटल्डिहाइड है। एसिटल्डिहाइडलाई HCNसँग रियाक्ट गर्दाखेरि चाहिँ यो CN यो न्युक्लियोफाइल यो यता कार्बनमा आउँछ अनि त्यसपछि यसले डबल बोन्डलाई अट्याक गरेर के गर्छ त यो कार्बन अक्सिजनको डबल बोन्डलाई अट्याक गर्न थाल्छ, ब्रेक गर्छ। त्यसपछि गएर यो साइनाइड चाहिँ यता आएर बस्ने भयो अनि यतापट्टि चाहिँ CH3CO अनि CN तल गएर बस्छ अनि साइनाइड तल गएर बस्छ अनि हाइड्रोजन त यताको गइहाल्यो। त्यसपछि गएर फेरि यही रियाक्टेन्ट यता तल आउने भयो अनि यो यता आएपछि चाहिँ यो रियाक्टेन्टबाट यो अक्सिजनले हाइड्रोजनलाई लिन्छ। यतापट्टि के हुने भयो भन्दाखेरि हाइड्रोजन साइनाइड र साइनाइड चाहिँ फेरि रिअपियर हुन्छ अनि त्यसपछि अक्सिजनले हाइड्रोजनले लग्छ अनि यसरी चाहिँ हाम्रो एसिटल्डिहाइड साइनोहाइड्रिन आउँछ। भनेपछि वाट ह्यापन्स वेन एसिटल्डिहाइड इज ट्रिटेड विथ HCN भन्दाखेरि सुरुमा यो देखाउनु पर्यो। त्यसपछि what happens when treated with HCN, it forms यसले चाहिँ एसिटल्डिहाइड साइनाइडलाई के गर्छ फर्म गर्छ। यसले चाहिँ एसिटल्डिहाइड साइनाइडलाई के गर्छ फर्म गर्छ। यसले चाहिँ एसिटल्डिहाइड साइनाइडलाई के गर्छ फर्म गर्छ।